विशिष्ट अतिथि ग्लोबल विलेजका अध्यक्ष राणीशङ्कर बेङ्गज्यू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अतिथिज्यूहरू, विद्यालय व्यवस्थापन क्याम्पस व्यवस्थापन समितिका सञ्चालकज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका प्रज्यूहरू र पत्रकार बन्धु लगायत यस क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा म आज यस पावन अवसर श्रावण 15 गते खिर खाने भन्ने हाम्रो चलन छ। खिर खाने दिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। विशेष त यो खाने भन्दा पनि हामी लगनशील केमा हुने भन्ने कुरा यसले प्रवर्धन गर्न खोजेको हो। यो यहाँलाई अलिकति खाजा खुवाएर पठाउने मात्र यसको उद्देश्य होइन। यो कार्यक्रम गर्नुको मेन उद्देश्य भनेको हामी कसरी उद्यमशीलतातिर लाग्ने र कसरी चाहिँ हामी कृषि कार्यलाई चाहिँ बढावा दिने। हामी चाहिँ धेरै चाहिँ हामी आयातमुखी भएका छौँ। अहिले 2-3-4 वर्षदेखि बल्ल दुधमा चाहिँ हामी आत्मनिर्भर हुन खोजिरहेछौँ। त्यसले गर्दाखेरि हामीले थप कृषिमा लगानी गर्ने र कृषिबाट उत्पादन भएको वस्तुहरू बजार प्रवर्धन गऱ्यौँ भने मात्रै हामी समग्रमा यो देशको विकास गर्न सक्छौँ। त्यसले गर्दाखेरि प्रदेश सरकारले पनि कृषिमा कसरी लगानी गर्ने र दुध डेरी लगायत विभिन्न कृषि प्रवर्धन केन्द्रहरूलाई प्राङ्गारिक मल लगायतका उत्पादन गर्ने संस्थाहरूलाई कसरी चाहिँ अलिकति विकसित गर्न सक्ने र कसरी चाहिँ यसमा लगानी बढाउन सक्ने र प्रवर्धन गर्ने भन्ने कुरामा अलिकति लागिरहेछ। यस्तो खालको कार्यक्रमहरूले यहाँले पनि केही गर्न चाहनुहुन्छ भनेदेखि प्रदेश सरकारको सित पनि समन्वय गरेर कृषि ज्ञान केन्द्रसित पनि समन्वय गरेर यस्ता खालका कार्यक्रमहरू यहाँले गर्न सक्नुहुन्छ। यसमा सरकारको तर्फबाट पनि अनुदानको व्यवस्था छ। यी सबै कामहरूको लागि हामी आफू पनि लगनशील हुनुपर्छ। भर्खरै कार्यक्रमका विशिष्ट अतिथिज्यूले भन्नुभयो हामी सानोबाट ठुलो हुने हो। यहाँहरूले सबैको हातमा स्मार्ट मोबाइल त छँदैछ। मनोज गेवालीको भनाइ पनि सुन्नुभएको होला होइन। हामी सिए पढ्न जाने बित्तिकै एकैचोटि ब्याङ्कमा काम गर्ने बित्तिकै एकैचोटि चाहिँ मनोज गेवाली भइहाल्ने पनि होइनौँ। सिए पढ्न जाने बित्तिकै पास पनि हुँदैनौँ र बिजनेस गर्ने बित्तिकै हामी विनोद चौधरी पनि हुन सक्दैनौँ। जे हुन्छौँ हामी एकदम तलबाट हुनुपर्छ भन्ने उहाँको एकदम प्रेरणादायक भनाइ छ। यस्ता खालका भनाइहरूले पनि हामीलाई कतिपय बेलामा ऊर्जा दिन्छ भने तपाईँहरू साना भाइ बहिनीहरूले गर्दै हुनुहुन्छ। पक्कै पनि सबैको घरमा एउटा भैँसी होला, एउटा गाई होला अथवा बाख्रा पनि हुन सक्छन्, पाटा पाटीहरू हुन सक्छन्। त्यसैलाई हामीले 1लाई 2, 2लाई 4, 4लाई 8 गरेर मल्टिप्लाई गर्दै जाने हो। यो सबै यस्तो खालका कार्यक्रमहरू यो क्याम्पसले गर्न खोजेको उद्देश्य र प्रायोजक संस्थाले गर्न खोजेको उद्देश्य भनेको हामी व्यापारमा कसरी प्रवर्धन गर्ने भन्ने नै प्रमुख उद्देश्य हो। यसले गर्दाखेरि हामी सबैजनाले आफ्नो जुन उद्देश्य हो, जुन कार्यक्रमले हामीले यो कार्यक्रम सञ्चालन गऱ्यौँ, यो चाहिँ यहाँले पनि भोलिको दिनमा कसरी चाहिँ दक्ष भएर हामी चाहिँ व्यापारमा लाग्ने अथवा अन्य जुनसुकै कुरामा पनि अलिकति मेहनत साथले लाग्ने, अनुशासनमा बस्ने, धर्म र संस्कृतिको प्रवर्धन गर्ने। यहाँलाई थाहा छ भर्खरै 2टा प्रदेशमा चाहिँ ठुलो घटनाहरू घटिरहेछ। यहाँ हामी सबै मिलेर बसेको ठाउँमा यो अलिकति भाइचारामा अलिकति समस्या देखिरहेछ। हिन्दू र मुस्लिम अथवा पहाडिया र मधेसी पनि हुनसक्छ। यो भोलिको दिनमा यसले उग्र रूप लिन सक्छ। यसमा बाहुन र अरू प्रजाति जातिहरू पनि हुन सकिन्छ। त्यसले गर्दाखेरि हामी कसैको भ्रममा नपरेर, कसैले भनेर उक्साहटमा नलागेर हामी जे हिजोको पूर्वजले गर्दै आउनुभएछ त्यसमा प्रवर्धन भएर उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन भएको हो। यसले गर्दा यहाँहरूलाई म धेरै नभनेर हामी कसरी आफ्नो प्रगति गर्न सक्छौँ र समग्र देशको प्रगतिमा होस्टेमा हैसियत गर्न सक्छौँ भन्ने धारणा राख्दै म आयोजक र प्रायोजक संस्थाहरूलाई हार्दिक धन्यवाद दिँदै बिदा हुन चाहन्छु। शुभ रहोस्, मङ्गल रहोस्। धन्यवाद। धन्यवाद प्रमुख अतिथि हाम्रो यस पञ्चसभा सदस्य नवराज लामी चाहन्छु। विशेष त हामीले सबै कार्यक्रमहरू सुनौँ। मुख्यतया यो
क्याम्पसलाई हिजोका समयमा पनि विभिन्न प्रत्यक्ष रूपमा सहयोग पुर्याउँदै आउनु भएका कुरो रेडीका हाम्रो खानेश्वर नेपालीजीलाई एसएससीको आज जुन खिर खाने कार्यक्रम राखिदिनु भएकोमा उहाँलाई यस बुद्धपुर क्याम्पसको तर्फबाट मेरो तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना र धन्यवाद दिन चाहन्छु। साथसाथै आगामी दिन पनि यस बुद्धपुर क्याम्पस र यहाँहरूको बिचमा सहकार्य हुँदै गर्दै हामी अगाडि बढ्नेछौँ भन्ने किसिमको अपेक्षा पनि म राख्न चाहन्छु। र भाइ बहिनीहरू तपाईँले सुनिसक्नु भएको छ, सानोबाट माथि उठ्दाखेरि मात्रै प्रगति हुन्छ। एकैचोटि स्मार्टफोन सानो टिपुरे मोबाइल चलाउन जानेको छैन, तर आइफोन एकैचोटि किन्यौँ भने हामी दुर्घटनामा पर्छौँ। त्यस कारणले पहिले सानो टिपुरे मोबाइल चलाउन जान्नु पऱ्यो, त्यसपछिबाट स्मार्टफोन आइफोन हामीले लियौँ। एकैचोटि बाबा आमालाई दुःख दिएर बाबा आमाको समस्या नबुझिकन आइफोन किन्न थाल्यो भने के हुन्छ, दुर्घटना हुन्छ। त्यस कारणले उहाँ ग्लोबल डेलीको अध्यक्षजीले भनिहाल्नु हो कि मैले हिजो 2 लिटर 4 लिटरको क्यान बोक्दै यो अवस्थामा आइपुगेको हुँ। तपाईँहरूले पनि मेहनत गर्नुपर्छ, बिना मेहनत र बिना श्रम केही पनि उपलब्धि हुन सक्दैन भन्दै पुनः ग्लोबल डेलीलाई धेरै धेरै धन्यवाद तथा बधाई दिँदै आजको यस कार्यक्रमलाई यहीँ समापन गर्न चाहन्छु र यहाँ सबैलाई धन्यवाद। साथसाथै प्रसाद ग्रहणको लागि अनुशासित र सभ्य तरिकाले प्रसाद ग्रहण गरिकन मात्रै घर जानुहोला भन्ने यहाँलाई सबै सूचना सम्प्रेषण गर्छु। धन्यवाद।